किनारमा रोपेको रुख जस्तो हुन्छ। कसले भन्यो के आज त्यो रुख सबैले देखिन्छ, रुख है, रुखको विषयमा, फलको विषयमा। अब यहाँ त फल्ने कुराहरू कम्ती छ, पाहाडतिर धेरै फल पर्ने रुखहरू हामी देख्दछौँ, सुन्तला, स्याउहरू है। अब एक तराईतिर हेरौँ भने कम्ती मात्रै यसो रुखको विषय फल्ने कुराहरू पाउँदछ। यहाँ कागती यहाँ पाउनेहरू आज त्यो कम्ती मात्र पाउँछ। प्रभुले यो के यो रुखको विषयमा उदाहरण दिँदै हुन्छ। यो रुखले जो चाहिँ पानीको किनारामा हुन्छ, रोपेको हुन्छ। आज प्रियहरू, क्रिस्चियन जीवन चाहिँ, इसाई जीवन चाहिँ त्यो पानीमाथि किनारामा रोपेको रुख जस्तो हुनुपर्छ, जसले चाहिँ सधैँ आफ्नो ऋतुमा उसले फल दिन्छ। हालेलुया। रुखले चाहिँ आफ्नो ऋतु, आफ्नो समयमा उसले फल दिन्छ। आज प्रभुले तपाईँ मेरो जीवनमा पनि त्यही कुराहरू चाहँदै हुनुहुन्छ कि त्यो फलहरू दिनलाई के आज तपाईँहरूमा उहाँमा रोपिएका छ? यो चाहिँ तपाईँ मेरो जीवनको एकदम महत्त्वपूर्ण कुराहरू, महत्त्वपूर्ण विषय जो चाहिँ यहाँ छ। खडेरीको समयमा जो चाहिँ पानी आज तल हेर्दैछ, जो चाहिँ हामी जसले आफ्ना जरा र खोलामा किनारा भिजाएको हुन्छ, गर्मी त त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छ। खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले सुक्दैन। यो चाहिँ हाम्रो माथि साथमा जसले परम प्रभुमा भरोसा राख्दछ। हालेलुया, हालेलुया। जसले परम प्रभुमा भरोसा राख्दछ त्यो विषय त्यसको जीवनमा खडेरीका कुराहरू, परीक्षाका समस्याका कुराहरू जब उसको जीवनमा आउँछ तर त्यो माथि विजय हुन्छ। हालेलुया, हालेलुया। विजय हुन्छ। फेरि तपाईँ मेरो जीवनमा जाँच्ने कुराहरू, मूल्याङ्कन गर्ने कुराहरू चाहिँ त्यही हो। तपाईँ र मैले आज किन भन्दाखेरि यहाँ 9 र 10ले त्यो शब्दलाई पुनः यहाँ अर्थ दिँदछ। मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ? 10ले भन्छ तल हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनले म परम प्रभु मानिसको हृदय तलास गर्दछु, त्यसका मनको म जाँच गर्दछु। हालेलुया, हालेलुया। हामी त धेरैचोटि हाम्रो बाहिरी कुराहरूलाईमा हामी हेर्दछौँ। बाहिरी हाम्रो हेराइलाई कति दिन हाम्रो जीवनका कुराहरू, हाम्रो हरेक होइन शरीरका कुराहरू, हाम्रो हरेक होइन परिवारका कुराहरूमा धेरैचोटि हाम्रो घमण्ड आउँछ। सुन्दरताका कुराहरूमा धेरैचोटि घमण्ड आउँछ। प्रभुले यहाँ भन्नुहुन्छ त्यो मानिसको हृदय जाँच गर्न चाहिँ म जान्दछु है। त्यो मानिसको हृदय जाँच गर्न चाहिँ म जान्दछु। कुन सन्दर्भमा परमेश्वरले आफ्नो वचनले बोल्दैछ? तपाईँ र मेरो हृदय, व्यक्तिगत हृदयका कुरा चाहिँ आज उहाँले जान्नुहुन्छ। जहाँ चाहिँ जसले चाहिँ
आफ्नो परमेश्वरमाथि भरोसा राख्दछ। उसको हृदय परमेश्वरले जाँच, जसले चाहिँ आज प्रभु यीशुलाई विश्वास गरेको छ, उसको हृदय परमेश्वरले जाँच गर्दै हुन्छ। तपाईँ र मेरो हृदयको कुरा हरेक जो व्यक्तिले कहिले पनि जाँच गर्न सक्दैन। तपाईँको साथीले, तपाईँको मित्रले, मेरो मित्रले मेरो हृदयका कुरा, तपाईँको हृदयको कुराहरू, कहिले पनि आन्तरिक कुरा, भित्र हृदयको कुराहरू जाँच गर्न सक्दैन प्रभुले भन्नुहुन्छ। तर यो मानिसको हृदय जाँच गर्ने चाहिँ, तलास गर्ने चाहिँ म परमप्रभु हुनुहुन्छ। यो कुरा चाहिँ, यो शब्द चाहिँ एकदम महत्त्वपूर्ण छ हाम्रो जीवनमा। मूल्याङ्कन गर्ने कुराहरू एकदम महत्त्वपूर्ण कुराहरू छ। परमेश्वरले यी वचन त्यसै बोल्नुभएको छैन प्रिय। आज तपाईँ र म अनि हामी हिँडिरहेका कुरा, हामीले यापन गरिरहेका जीवनका कुराहरू माथि परमेश्वरले बोल्दै हुनुहुन्छ। तेरो हृदयको जाँच गर्ने चाहिँ म, तेरो विचार चालहरू जाँच गर्ने चाहिँ म। तर कसैले अरू कसैले गर्न सक्दैन। आज यो समय, आजको दिन चाहिँ तपाईँ र मेरो हृदयका कुराहरू मूल्याङ्कन गर्ने, जाँच गर्ने समय छ मेरो। अनि आज तपाईँ र मैले, हामीले परमेश्वरमा उहाँसँगको सम्बन्धलाई, उहाँसँगको सम्बन्धका कुरालाई आज हामी हेरौँ। म अन्तिम खण्डलाई मात्रै हेर्नु, मैले यहाँ अलिक निकै तर म धेरै लिदिनँ। अनि जब यहाँ म यर्मिया 18 अध्याय एकदमै मलाई मनपर्ने खण्ड हो यर्मिया 18 अध्याय। म सधैँ नै यो खण्डलाई, यो शब्दलाई म स्मरण गर्दछु जब जब म प्रार्थना गर्दछु। प्रभु मलाई यर्मिया 18 अध्याय छ, मलाई बनाउनुहोस्, मलाई तपाईँको चाहे जस्तै मलाई बनाउनुहोस्। प्रिय राजा, हरेकले यो खण्डलाई अनुसार तपाईँ मेरो जीवनलाई उहाँमा राख्न अति आवश्यक छ। यहाँ यर्मिया 18 अध्यायको 1 देखि तल अलिकति हेरौँ त। यर्मियाका आएको परमप्रभुको वचन यही हो, तल कुमालेको घरमा जा र त्यहाँ म तँलाई मेरो सन्देश दिनेछु। यसैले म तल कुमालेको घरमा गए, त्यहाँ त्यसले आफ्नो चक्कामा केही बनाइरहेको मैले देखेँ। तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसका हातमा बिग्रियो। यसकारण कुमारले आफूलाई मन परे अनुसार अर्को भाँडो बनायो। तब परमप्रभुको यो वचन मकहाँ आयो, हे इस्राएलको घराना, यस कुमारले गरे झै के म तँलाई पनि गर्न सक्दिनँ र? परमप्रभु भन्नुहुन्छ, हे इस्राएलको घराना, कुमारलेको हातमा माटो भए झै तँ पनि मेरो हातमा छस्। हालेलुया, 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 हालेलुया। जवानहरू त बोल्दैन त। मोबाइलमा ध्यान दिनु। यो खण्ड चाहिँ तपाईँ र म, अथवा तपाईँ जुन एउटा जवान टिनेज तपाईँहरू हुनुहुन्छ, यो खण्ड अति महत्त्वपूर्ण छ प्रियहरू, अति महत्त्वपूर्ण छ। यहाँ जसरी परमेश्वरले इजरायलको जीवनका कुराहरू, इजरायलको विषयमा, जब एउटा कुमारीको विषयमा परमेश्वर बोल्दै हुन्छ यर्मियाका द्वारा। अब तपाईँ हामीले त यहाँ देखेको छ, कुमारीले त्यो
माटोको भाँडा बनाएको देखेका छन्। त तपाईँले होइन युट्युबतिर त देख्नुभएको होइन, कुमारीले माटो बनाएको कतिजनाले देख्नु भएको छ? हात उठाउनुहोस् त। युट्युबतिर माटोको भाँडा बनाउने 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना। देखेछ नि मैले भनेर जब नि यहाँ तपाईँले जब त्यो माटोको भाँडा बनाउनुभन्दा अगाडि जुन माटो चाहिँ एकदमै पिसाइलो एकदमै मिहिन तरिकाले बनाएर तयार बनाएको माटो हुन्छ होइन त, त्यो माटोको भाँडा बनाउनु। अनि जब त्यो कुमारले त्यो माटो भाँडा बनाउने त्यो रिङमा राख्दछ, जब त्यो रिङ एकदमै घुमिरहेको हुन्छ, अनि त्यो जुन प्रकारको उसले बनाउनलाई एकदमै तयार हुँदछ, माटोको त्यो डल्लो लिएर जब बनाउँछ, अनि छेउमा के हुन्छ? साइडमा के हुन्छ? हजुर हजुर पानी हुन्छ, भाँडामा पानी हुन्छ। एउटा हातमा त्यो भाँडा त्यो माटोको त्यो डल्लो राखेर एउटा हातले चाहिँ त्यो माटोको त्यो डल्लोलाई घुमाइरहेको हुन्छ। अनि एकदम आकार दिइरहेछ पानी लाउँछ। जब बनाउँछ उसले चाहेको जस्तो छैन, फेरि के गर्छ? त्यो कुमारले बिगार्छ। अनि फेरि रूप लिएर त्यो माटोको रूप लिएर उसले पानीसँग हातमा नरम बनाउँदै अनि चाहे जस्तै उसले माटो बनाउँछ। प्रभुले यहाँ किन यो माटोको भाँडो र कुमालेको विषय बोल्दै हुन्छ? यो इजरायलको विषयमा, इजरायलको घरानालाई। अहिले आज तपाईँ र म चाहिँ त्यो इजरायली घरानामा जोडिएका मानिसहरू हो। किनभने येशू ख्रीष्ट चाहिँ इजरायल अथवा त्यो यहुदीको कुलबाट उहाँ आउनुभयो। अनि उहाँद्वारा तपाईँ र मैले परमेश्वरलाई चिनेका छौँ, अनि उहाँद्वारा आज हामी जोडिएका छौँ। उहाँलाई तपाईँ र म जोडिएका छौँ। अनि आज त्यो वचन चाहिँ आज तपाईँ र मेरो निम्ति पनि यो खण्डलाई जब हेऱ्यो भने तपाईँ र मेरो जीवनलाई जाँच्ने एकदमै महत्त्वपूर्ण लाग्छ। तपाईँ आज कस्तो प्रकारको जिइरहनु भएको छ, कसरी तपाईँ जिउनु भएको छ, प्रभुमा कस्तो हुनुहुन्छ, तपाईँको आफ्नो कुराहरू कस्तो छ, तपाईँको जीवनका कुराहरू, तपाईँका हरेक कुराहरू कस्तो प्रकारको छ, यो उदाहरणले एकदमै तपाईँ मेरो जीवनमा मेल खान्छ। प्रिय, जब यो खण्ड तपाईँ र मैले पढ्न अति आवश्यक छ। कतिजनाले यर्मिया 18 अध्याय पढ्नु भएको छ? जवानहरू यर्मिया 18 अध्याय कतिले पढ्नु? हात उठाउनुहोस् त।